500 र 1000 को नोट। हजुर, 500 र 1000 को नोट आजभोलि सामाजिक सञ्जालमा नेपाल सरकारले बन्द गर्ने भनेर धेरै नै हल्ला फैलिएको छ। तर अहिलेको सरकारले तत्कालीन कुनै पनि ठोस निर्णय लिएको छैन कि 500 र 1000 को नोट बन्द गर्ने भनेर। 500 र 1000 को नोट अहिले पनि नेपाली बजारमा नेपालमा चलिरहेको छ। यदि बन्नेवाला सरकारले 500 र 1000 को नोट बन्द गरिहाले भने के जति पनि कालो बजारी र अन्य 2 नम्बरी पैसाहरू अवैध रूपमा पैसाहरू जति पनि लुकाएका छन् त्यो पैसाहरू के 500 र 1000 को नोट बन्द गर्यो भने बाहिरिन्छन् होला त? हजुरहरूलाई के कस्तो लाग्छ? 500 र 1000 को नोट बन्द गर्नुपर्छ या गर्नु पर्दैन? के कस्तो लाग्छ प्लिज कमेन्ट गरिदिनु होला। यदि तपाईहरुलाई मेरो भिडियो राम्रो लाग्यो भने लाइक फलो पनि गरिदिनु होला, साथै मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु नबिर्सिनु होला। नमस्ते, जय नेपाल।